तपाईँको लागि आजको दिन आज मिति 2082 माघ 17 गते शनिबार माघ शुक्ल पक्षको त्रयोदशी तिथि सौभाग्य सुप्रदान श्री पशुपतिनाथको छाया दर्शन। अब सुरु गरौँ सिएनटी प्रेसका लागि ज्योतिष पण्डित सुदीप नेपालले तयार पार्नु भएको आजको राशिफल। सर्वप्रथम मेष राशि हुनेहरूका लागि आजको दिन चञ्चलता बढ्नेछ, यात्राको योग रहेको छ। प्रयास गरेका कार्यहरूले सकारात्मक मोड लिनेछन्, आफन्तबाट धोका हुन सक्छ। वृष राशि हुनेहरूका लागि आजको दिन समय मध्यम रहेको छ, कार्यमा केही सहजता मिल्नेछ, रोजगारीका क्षेत्रबाट लाभ मिल्नेछ, पारिवारिक तनावले पीडा दिने समय छ। स्टुडेन्ट भिजामा युके, अस्ट्रेलिया, डेनमार्क, युएसए, क्यानाडा, फिनल्यान्ड, युरोप र जापान जान चाहनेहरूका लागि तुलसीपुरमै भरपर्दो र विश्वासिलो कन्सल्टेन्सी। मिथुन राशि हुनेहरूका लागि आजको दिन मनमा प्रसन्नता र उत्साह बढ्नेछ, सकारात्मक ऊर्जा बढ्नेछ, सोचेका कार्यहरूले पूर्णता पाउनेछन्, मनोरञ्जनका कार्यमा सहभागी हुने अवसर मिल्नेछ। कर्कट राशि हुनेहरूका लागि आजको दिन दाम्पत्य जीवन सुखद रहनेछ, सामाजिक कार्यबाट मान सम्मान बढ्नेछ, सोचेका कार्यले पूर्णता पाउनेछ, धन खर्च बढ्नेछ। सिंह राशि हुनेहरूका लागि आजको दिन चोट लाग्न सक्ने समय छ, सोचेका कार्यमा व्यवधान हुनेछ, व्यर्थको यात्रा गर्नुपर्ने हुन सक्छ, आत्मबल कमजोर रहनाले काममा व्यवधान आउनेछ। कन्या राशि हुनेहरूका लागि आजको दिन आकस्मिक धन लाभ हुनेछ, सोचेका काम सफल बन्ने समय छ, धार्मिक कार्यमा मन लाग्नेछ, सामाजिक प्रतिष्ठा बढ्नेछ। तुला राशि हुनेहरूका लागि आजको दिन पारिवारिक मनोरञ्जनमा समय व्यतीत हुनेछ, व्यवसायबाट लाभ मिल्नेछ, आर्थिक समस्या सुल्झिनेछ, काम गर्ने उत्साह वृद्धि हुनेछ। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन अग्रजबाट सहयोग मिल्नेछ, बौद्धिक क्षमता वृद्धि हुनेछ, आय आर्जनका माध्यम सहज बन्नेछन्, बौद्धिकतामा वृद्धि हुनेछ। धनु राशि हुनेहरूका लागि आजको दिन मानसिक तनाव बढ्नेछ, आर्थिक समस्याले सताउनेछ, नसोचेको धन खर्च हुनेछ, वाद विवाद हुन सक्छ। मकर राशि हुनेहरूका लागि आजको दिन मान सम्मान बढ्नेछ, साथी सङ्गीसँग मनोरञ्जनमा सहभागी हुने अवसर मिल्नेछ, व्यवसायबाट लाभ मिल्नेछ, अग्रजहरूबाट सहयोग मिल्नेछ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन बोलीको प्रभाव बढ्नेछ, मनोरञ्जनमा समय व्यतीत हुनेछ, धन प्राप्त हुनेछ, नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ। र अन्त्यमा मीन राशि हुनेहरूका लागि आजको दिन परिश्रम अनुरूप सफलता मिल्नेछ, शारीरिक आलस्यता बढ्नेछ, कठिन परिश्रम गर्नुपर्ने समय छ, सन्तानबाट खुसी मिल्ने समय छ। राशिले जे जस्तो फल बताए पनि यहाँहरूको कार्य सफलताको कामना, यात्रामा रहनुहुनेलाई मङ्गल यात्राको कामना, जन्मदिन मनाउँदै हुनुहुन्छ भने जन्मदिनको शुभकामना, अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभको कामना, पाथिभरा भगवतीले सबैको मनोकामना पूर्ण गर्नुहुनेछ।